किनेमाको झोल, सौँफ, प्याजको पत्ता, लसुनको पत्ता लाएर तातो तातो किनेमाको झोल धेरै बादमा खानु मन परेको थियो। अन्त आलु भुजिया, त्यसपछि 2टा किङ खोर्सानी मेरो बारीको मेरो क्यारेटमा फलेको है। मलाई हेर्दा नक्कल मात्रै पारिदिएछ कि तर म हल्का परिश्रमी पनि छु। सानोतिनो खाने त म डल्ले सल्ले धनियाँ लसुन त गमला क्यारेटतिर बारी त छैन, सानो सानो यसमा उमारेर खान्छु है। यो चाहिँ मेरो हिडन ट्यालेन्ट हो। हाँस उठेर बिहोस हुन आँटे अब म त साँच्चै भनेको। फर्स्ट बाइट, प्रभु धन्यवाद, थ्याङ्क यू लर्ड। भयो भदैनी हाँस्दैछ मेरो। त्यो भदैनीको पनि फर्स्ट बाइट देखाइदिइहाल। यो त फर्स्ट बाइट होइन, थर्ड बाइट हो। थर्ड बाइट हो है। जोन दादा खाइदेऊ त। मेरो त फर्स्ट बाइट हो। फर्स्ट बाइट। यहाँ उताको अनुमति छैन है। हात हल्लाएपछि चाहिँ हामी देखाउँदैनौँ जबरजस्ती छैन है। अनि हामी चाहिँ यसरी खान्छौँ है, तातो तातो हो। प्याज खाने मुख गनाउँछ भन्छ। डेटिङ जानु छैन त मलाई, अन्त के गर्नु म गनाउँछ। प्याज नखानु मुख गनाउँछ भन्दैछ बधाइनीले। लाइट बस्छ रिफ्लेक्ट कस्तो दामी। यस्तो दामी छ भाइ, लगाइयो यसमा सुपर छ त। आलु भुजिया लगाइदियो भाइ हो। आमामा खतरा पिरो हुन्छ है, चाहिँ फेरि डल्लेको पनि बाउ हो। मेरो कुकुरले भचाइदियो नि त, फेरि सानो मात्रै भइरहेछ। मेन झुप्पा खले चाहिँ कुकुरले ट्वाक्कै बाँध्दैछ हो, टिपेर खाएर। केली नाना कला नाना किन बुढी हुँदैन भन्छ कि खोर्सानीको राज होला मेरो चाहिँ ब्युटीको सिक्रेट। मेरो बधाई हाँस्दैछ के अरे फुपूको ठुलो फुपूको ब्युटीको राज चाहिँ के अरे डल्ले खोर्सानी मात्रै हो, बाँकी केही पनि होइन। क्रिमले पनि हल्का मेन्टेन मात्रै हो, एक्चुअली त्यो भनाइ मात्रै हो। तर छालालाई त्यो गएर एकदम के गर्नेवाला त होइन नि हो। खानपिन चाहिँ नम्बर 1 स्पाइसी खानु हुँदैन। झोलझाल हरियो परियोमा अलिक बल गर्नुपर्छ। मासु खान्छु। अन्त सबैभन्दा हेल्दी खाना चाहिँ त्यही हो, स्पाइसी बाहिरको फुड जङ्क फुडहरू खानु भएन। अलिकति राम्ररी होइन, एज भएर पनि अब यङ देख्नु छ भने चाहिँ आफू हेल्दी रहनु पऱ्यो। इन्टरनल यो हाम्रो चाहिँ मेन हो हेल्थ। हामी भित्रबाट नै ओके हुनु पऱ्यो नि, नत्र त कहाँ हुन्छ। त बाहिर पोतेर मात्रै त्यो चियान्दा पोतेको जस्तो मात्रै हुन्छ, फेरि भित्र चाहिँ कुरो हुन्छ है। सबभन्दा पहिले चाहिँ हामी भित्रबाट स्ट्रङ हुनु पऱ्यो। ओके, यस्तो दामी तातो। बिब्लिकल हेऱ्यो भने हामी भित्रबाट स्ट्रङ हुनु पऱ्यो। बाहिरीको हामी अब हेल्थकै कुरा गऱ्यौँ भने पनि हामी भित्रबाट नै हामी हेल्दी हुनु पऱ्यो नि त। बाहिर त अन्त चाहिँ बाहिरको भित्रबाट हेल्दी छौँ साँच्चै भने चाहिँ तपाईँले बाहिर जे लाइ क्रिमलाई पनि राम्रो चटक्कै ग्लोइङ देखिहाल्छ होइन। फर्स्ट कुरा चाहिँ इनर म्यान, अन्त इनर म्यान रिफ्लेक्स आउटर म्यान भन्दैछ। अनि यदि इनरै भित्रै हाम्रो स्किनबाटै राम्रो भित्रबाटै हाम्रो हेल्दी छैन भने चाहिँ स्किनमा पनि त्यो देख्दैन। फेरि एउटा कुरा चाहिँ याद गर्नुहोस्, निचोरेको निम्बु जस्तो देख्छ हो।
ग्लोबिनाको है अनि त्यही कारण हामीले भित्री हेल्दी भन्नुहुन्छ त्यो चाहिँ हाम्रो खानपिन नै हो फेरि नम्बर 1 अरू केही पनि होइन म चाहिँ अलिक अनहेल्दी भनेको चाहिँ यो मात्रै हो मेरो चाहिँ खोर्सानी चाहिँ हो बाँकी त म सबै हेल्दी नै खान्छु लु मेरो भन्छ नि एक बाइट कम खाऊ अझै खाने र आलु ल्याइदिनु त भाइ छ त भइरहेले चाहिँ आलु भुजिया खाने अरे उसलाई चाहिँ आलु मन पऱ्यो मासु बेसी खाँदैन आज मासु छैन बिहान चाहिँ तर नाकिमा हो र यो किनेमा हो म पनि कन्फ्युज भइसक्यो नि त भदैन के हुन्छ हौ ओके